नमस्कार सबैजनामा म तपाईकै भाइ अनि मेरो साथी कपाल पनि कस्तो फुलिसक्यो। यो कपाल कसरी फुल्दो रहेछ यार, मै छक्क परे। अब तपाईहरुलाई अब केही सजेसन छ भनिदिनु न। यसो कपाल नफुल्ने, मेरो जस्ट एज 15 मात्र भइरह। अब 15 वर्षमा नि यस्तो कपाल फुलिसक्यो। अब कति गाह्रो छ त। केटाकेटीहरूले नि हेर्दैनन्, झ्याल्छ। अब म एक्लै बसेर अब केही कुराहरू सेयर गरौँ कि भनेर यहाँ आएको। अब तपाईहरुले पनि सेयर गरिदिनु। हेर्नु कपालको कन्डिसन कस्तो छ। यस्तो कति मनमा नराम्रो सोचाउँछु, यो कपाल कसरी फुल्यो होला। हे राम, अब त मेरो जिन्दगी गएको भन्ने जस्तो हुन्छ। तर यो कपाल नफुलेकै राम्रो। सबैले भन्छ आमा कपाल त फुलिसकेको छ नि भन्छ क्या। अनि त्यति बेला मनमा अर्कै फिल हुन्छ। आमा साँच्चीकै फुल्यायो कि भन्छु। यसो ऐनामा गएर हेर्छु त आमा कपाल त साँच्चीकै रातै भइसक्यो रहेछ। रातो त के भन्नु, सेतै भइसक्यो रहेछ भन्ने जस्तो फिल हुन्छ कि मलाई, मेरो गाइज।